सम्माननीय सभामुख महोदय, समयको लागि धन्यवाद छ। हामी हाम्रो आन्दोलन जारी राखेका छौँ, यो सबैलाई जानकारी छ, भनिरहनु परेन। सम्माननीय सभामुख महोदय, हामीले कस्तो समाज निर्माण गरेछौँ र गर्दैछौँ। यहाँ काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिँदै हिँड्नुपर्ने। 33 दिनदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी विरुद्ध हामी आन्दोलनमा छौँ सभामुख महोदय, र संसदीय छानबिन समिति वा उच्च स्तरीय छानबिन आयोगको माग गरिरहेका छौँ। यस विषयलाई विषयान्तर गर्ने गरी हिजो यही सदनमा निराधार आरोप लगाउने कोसिस गरियो सभामुख महोदय। राजनीतिलाई पेसा बनाएर वर्षौँदेखि देश दोहन गरिरहनेहरूले आफ्नो पेसा व्यवसाय गरेर खानेहरूमाथि गम्भीर आरोप लगाउन पछि परेनन् सभामुख महोदय। मलाई दया लाग्छ सभामुख महोदय, 2048-49 सालतिर कोही मन्त्रीका पिए बसेर सरकारी कागजात किर्ते गरेर विदेश मान्छे पठाउने काम गरे बापत हनुमान ढोकाको चिसो छिँडीमा धेरै रात बिताएकाहरू पनि आज यही सदनमा संसद भएर बसिरहेका छन् सभामुख महोदय। सभामुख महोदय, अरूलाई आक्षेप लगाउनेहरू भिसा पाए भने आफै टाप कसलान्। गर्नुहोस्, उहाँलाई मैले समय दिइरहेको छु, तपाईँले सुन्नुपर्छ। सभामुख महोदय, अरूलाई आक्षेप लगाउनेहरू भिसा पाए आफै टाप कसलान्। हो, म गर्वका साथ भन्छु, हो म गर्वका साथ भन्छु सभामुख महोदय, सुमिरे टुर्स एन्ड ट्राभल्स मेरो कम्पनी हो सभामुख महोदय। माननीय सदस्य आसन ग्रहण गर्नुहोस्। मैले समय डोलप्रसाद अर्याललाई दिएको छु। म यही देशमा केही गरेर खाने मान्छे हुँ, चोरेर खाने मान्छे होइन सभामुख महोदय। मेरो समय ठिकै चलेको छ सभामुख महोदय। अरूको घडीको समय बिग्रेको छ भने म के भनौँ सभामुख महोदय। मेरो कम्पनीमा मात्र एकजना मान्छे भिजिट भिसामा जापान होइन। गरौँ, मैले डोलप्रसादलाई समय दिएको छु, उहाँलाई 3 मिनटको समय। संसारको कुनै देश गएको छ, हामीले पैसा लिएका छौँ र फर्केका छैनन् भने प्रमाण पेश गर्न म चुनौती दिन्छु सभामुख महोदय। होइन भने सभामुख महोदय, निराधार आरोप संसदको रेकर्डबाट हट्नुपर्छ। म यो सभामुखज्यूबाट रुलिङको माग गर्दछु सभामुख महोदय। सभामुख महोदय, कसैको सचिवालय चल्ने स्रोत घट्यो भनेर, कसैको जिल्लाको कर्मचारी पर्यो भनेर हामी हाम्रो आन्दोलनबाट पछि हट्दैनौँ सभामुख महोदय। हाम्रो आन्दोलन जारी छ सभामुख महोदय। मैले फेरि भन्छु, निराधार आरोप संसदको रेकर्डबाट हटिनुपर्छ, यो कट्नुपर्छ।